हेलो गाइस, भर्खर पेट्रोल हाले। अब साथी लिन जाँदैछु। अलिकति ढिलो भयो हुन चाहिँ साथी लिन जाने भने अब यस्तै हो के गर्नु। आफ्नो त ढिलो गर्ने बानी नै भइसक्यो यार। के गर्नु, नचाहँदा नचाहँदै जाउँ है त। एङ्गल मिले होला सायद। सबजना होलीको माहौल देखाउँदैछ हो गाइस। रमाइलो यसरी ग्रुप बन्दै हिँड्न छुट्टै मजा आउँछ पुरा। अलिकति कुदाउनु पर्ने छ यार, ढिलो भइसक्यो। मजा आउँछ जे होस् भाइ कुदाउन। पहिला हाम्रो पहिला क्या होली खेल्दाखेरि जताततै रोडैभरि लोला हुन्थ्यो। होली खेल्न 1 महिना अगाडिदेखि नै पुरै लोला हानेर हुन्थ्यो। अहिले त त्यति मजा आउँदैन क्या पहिला जस्तो जे होस्। पहिला भनेको पहिल्यै हो, जे जस्तो भने पनि। पहिल्यै मजा आउँथ्यो यार होली खेल्न त। यस्तो रमाइलो हुन्थ्यो। आमा रमाइलो पनि हुन्थ्यो। अब झगडाहरू नि त्यस्तै पर्थ्यो नि त। एउटाले हाने अर्कोले लाग्थ्यो, अनि त्यसको केटाहरू आउने उसको केटाहरू आउने, पुरा ग्रुप भएर अनि कति फाइट पनि पर्थ्यो नि त। हाम्रो केटाहरूको नि एकचोटि त्यस्तै भएको थियो क्या। एउटा साथी बाइकमा गइरहेको थियो सँगसँगै होइन, सँगसँगै भन्नाले उतापट्टि साइडमा हामी त्यहाँ एउटा ग्रुप बनाएर बसिरहेको थियौँ। अनि त्यो साथी ठ्याक्क आयो, त्यो साथीलाई हान्नला पछाडिमा अर्को केटा र केटी आएर रहेछ। कहाँ केटीलाई लाग्थ्यो। त्यसपछि त एकछिन पछि त पख भन्न थालिहाल्यो। उसको केटाहरू हुल बोलायो, हाम्रो केटाहरू हुल बोलायो। ग्याङका ग्याङ पुरा। अनि एक्कासी त्यसपछि फेरि त्यहाँ पुलिस आयो। अनि त्यसपछि त कन्ट्रोल भइहाल्यो। अनि त्यत्तिकै इस्यु सल्भ भयो त्यहाँ। आम्मा बुढाहरू मस्त रमाइलो छ हौ। जेस रमाइलो भने बच्चा बेला हुने रहेछ यार। बच्चा भन्नाले टिनेजतिर क्या। जे गर्दा नि भयो, जस्तो गर्दा नि रमाइलो हुन्छ यार। साथीहरू त्यस्तै हुने। जति ठुलो हुँदै गयो त्यति अब तनावहरू बुझ्दै जान्छ नि त। सबै कुरा बुझ्दै जान्छ। बुझ्दै गएपछि अब रमाइलो नि बुझिहाल्छ, तनाव पनि बुझिहाल्छ। के गर्नु, व्यवहारिक हुँदो रहेछ जे होस् ठुलो हुँदै गएपछि। ओहो यार, कहिले पुग्ने म यार त्यहाँ सतुङ्गल। साथी सतुङ्गल छ, सतुङ्गल लिन जानुपर्ने। बल्ल यता आउँदैछु यार। 11 बजे त्रिसरा जाने भने खोइ यहीँ 11 बज्न लागिसक्यो। ठिकै छ।
त्रिसेर नगयो नि अरू ठाउँतिर जाउँला नि त, त्यहीँ जानुपर्छ भन्ने पनि छैन नि त। के हो धुवा फालिरहेको त यार गाडीले त। यतातिर चाहिँ होली लागेन क्या त्यति, उतातिर त पुरा बुढाबुढीहरू त सब मस्त लगाइरहेको थियो, लोला बोक्दै हिँडिरहेको थियो। यतातिर त्यति साह्रो होली लागेन रहेछ। जे होस् एक दुईजनाले होलीको टी सर्ट लगान्, त्यस्तै ऊ त्यो ठमेल जानेहरू अलिअलि, ऊ त्यो अलिअलि थोरै मात्र छ। यहाँ अलिकति अलिअलि ला रहेछ होली। अलिकति कुदायो है साथी हो। के कुदाउन मन लागिहाल्छ खाली बाटो देख्न बित्तिकै। अलिकति खाली बाटो देख्न बित्तिकै कुदाउन मन लाग्छ, के गर्नु आदत से मजबुर भन्छ नि, त्यस्तै हो। जस आज त्यति गाडी बाइकहरू त्यति साह्रो चाहिँ छैन रहेछ। अब आज त्यति युज पनि गर्दैन, किन भन्दाखेरि लास्टै टाइट चेक हुन्छ क्या आज। सबजना खान्छ, अब अलिअलि रमाइलो गरिहाल्छ होइन, रमाइलो गर्ने भन्ने बित्तिकै अब खाइहाल्छ अलिअलि, त्यही हो। मेरो फेरि आवाज ठुलो आउँछ या ट्राफिकहरूले हेरिहाल्छ क्या। अनि न यहाँ त्यति साह्रो छैन रहेछ। यसै त झन् जहिले आँखा तरिहाल्छ है मलाई त। अहिले केही मोडिफिकेसन नहुँदा नि अब आवाज अलिकति ठोरै भयो भने ठुलो आउँछ नि त, अनि हेरिहाल्छन् क्या। के गर्नु यस्तै छ। यतातिर नि त्यति चहलपहल छैन रहेछ यार होलीको। झन् यतातिर हुनुपर्ने धेरै इन्डियाको मान्छे बस्ने भएर हो क्या यतातिर। कति कुदाइन्छ, के गर्नु। कुदाउनु पऱ्यो नि, अलि बढी नै ढिलो भएछ पनि होइन। अरू त ठिकै छ, स्पिड चेकमा पऱ्यो भने चाहिँ ल्याङ हुन्छ क्या। स्पिड चेकमा 2-3 चोटि परिसक्यो यार। ओए पानी पो रहेछ नि त, के हो यस्तो मजा घुमाएर जाने भयो। यस्तो पानीमा फस्नु मन छैन मलाई। पानी छ दाइ पानी। यता होली चल्दो रहेछ। थोरै चाहिँ चल्या रहेछ होलीहरू होइन। फेरि आँखामा के पर्यो यार, कस्तो काली माटी आइपुग्लायो। ओ बाबु रोड हेरेर हिँड्दैन यार, के हो केटाहरू, यस्तो गर्नु भएन नि यार।
रोडमा हिँड्दा त हल्का यताउता हेर्नुपर्छ नि यार। ल आफ्नै बाउको रोड जस्तो हान्दी जस्तो लाग्छ हो कहिले काहीँ त। ऊ पनि छैन म पनि छैन बाल्लै भएन टाइपको। तर के गर्ने नियम कडा लागिहाल्यो भने त आफै बिहोर्नुपर्छ होइन। त्यही भएर सेफ राइड गर्नु पर्यो। सेफ राइड भन्नाले फेरि बिस्तारै त्यो कुदाउने नि होइन नि त, हल्का फुल्का त कुदाउनु पऱ्यो नि। कुदाउने बाइक भएपछि त आँखामा के पऱ्यो यार, आँखामा कपाल लामो हुँदैन नहुने, छोटो हुँदैन नहुने, के हो के कपाल यार, झ्याउ लाग्दो। नक्कली उइक हाल्नुपर्छ क्या, ताक्लु बनाएर होइन, चाहिए बेला मात्र कपाल हाल्ने क्या। त्यस्तो गऱ्यो भने कस्तो होला यार, कमेडी हुन्छ होला। ल आँखामा यो कपालले घोचे छ तैरिका, ए बाबा के गर्ने होला त। अब हल्का कुदाइदिनु बाल्ला भएन यो कपाल सपालले, केही हुँदैन मलाई। अरू त त्यही स्पिड चेक चाहिँ नपरोस् भगवान्, स्पिड चेक नपरोस्। ट्राफिकहरू हेर्दा बसिरह ठिक छ अलिअलि त जस अरू दिन जस्तो छैन यार ट्राफिक। अरू दिन झन् यति धेरै हुन्छ ट्राफिक, आमा जताततै ट्राफिक लाइन लाएर ग्रुप बसेर ओइमा। सही मजा आउँछ नि बाइक कुदाउनखेरि। राकेश कुरेर बस्छ होला, म यहाँ छु यार, बल्ल कलङ्की आइपुग्ला। हल्का कुदाइदिउँ। थोरै आँखा मिलाउनु पर्यो। चढ्ने ठिक छ ल भयो। कपाल अघि नै मिलाउनु पर्ने रहेछ। जय शम्भो। ट्राफिक लाइन लाएर बसिरहेको रहेछ, धन्न देख्ने ठाउँमा रहेछ, नदेख्ने ठाउँमा बसिरहेको हुन्छ क्या। कहाँदेखि चेक गरेर हुन्छ अनि ल सर हजुर आउनुहोस् यता, हजुर ओभर स्पिडमा पर्नुभयो, हजुरको स्पिड 80 छ भनिदिन्छ। अनि वाल्ला हेरे यहाँ रहेछ एउटा दुइटा ठाउँमा मात्र रहेछ स्पिड चेक। जे होस् त्यति धेरै छैन रहेछ भनौँ न। कहाँनिर बस्यो त यार, बस्नु पर्ने त यहाँ होला नि होइन। एङ्गल देखिरहेकै होला, बढी तल घोप्ट्यो क्या हो। थोरै माथि बढी घोप्ट्यो भने नि एङ्गल होइन, बढी उस देखिरहेछ। यतिको ठिक हुन्छ होला है, एङ्गल मिलायो होला जहाँसम्म लाग्छ होइन। यता चाहिँ खै त्यति साह्रो होली लगाएन रहेछ, अलि मात्र छ यार होली। के हो दाजु त नाचिरह नि त, दाजु हो कि दिदी हो, दाजु नै हो रहेछ। स्कुटरमा बुद्रुक उफ्रेर नाचिरह नि त। के त होली लाखेन क्या त्यति साह्रो, देख्दिनँ त म। एक दुईजना देख्छु, एकजना बहिनी हो कि बहिनी नै हो, दिदी त पर्दैन होला पक्कै। एकजना टी सर्ट लाएर आएको देखेँ।
अरू त खोइ छैन होली सोली मरु यता होली सोली नै छैन त के हो यस्तो कसरी हेरेको मैले धेरै हेरेँ भनेर क्या मैले उहाँलाई हेरेँ होइन म यहाँ कस्तो छ माहौल भनेर मात्र हेरेँ थोडी न म केटीहरूलाई हेर्दा बस्छ अरे क्या त बिस्तारै गयो थिएँ 18 17 16 15 14 13 12 11 10 9 8 7 6 5 4 3 2 1 0 गो जाँदैन नि त यो दाजु राइडर परेछन् अनि पो नाच्दै उफ्रिँदै बसेर रहेछ अघि स्कुटर तर अप्रिलिया एन्टर्कहरू बाइककै जति कुद्छ हो पहिला स्कुटरहरूको त्यति पावर लाग्दैन थियो क्या यो एन्टर्क अप्रिलियाहरू आउनु थालेपछि त ओहो बाइकले टक्कर दिन्छ हो फेरि एन्टर्कले चाहिँ अब 220 जतिकै खाँदो रहेछ है पेट्रोल पनि पावर नि अब 125 भयो नि मस्त दिने क्या 150 सीसीको तुलना जतिकै दिने क्या राकेश कुरिरह होला बिचरा म यस्तै हो क्या म जानी ढिलो हुन्छ कसरी ढिलो हुन्छ हौ जति टाइममा जान्छु भने नि ढिलै हुन्छ हो बच्चैदेखि त होइन जस अलिकति ठुलो भएपछि लागि बानी हो पहिला त लास्टै पङ्क्चुअल थियो कि 1 सेकेन्ड पनि तलमाथि हुँदैन थियो अहिले त के भयो पुलिस स्कुल पढुन्जेलसम्म चाहिँ होइन +2 सम्मै पङ्क्चुअल थियो हौ यताउति 1 सेकेन्ड त होइन 1 मिनटसम्म नि तलमाथि हुँदैन थियो हौ पहिला त दाजुहरूलाई थाहा छैन क्या यो बाइक खत्रै कुद्छ भन्ने कुरो एफसेट नि आइपुग्यो ल ठिक छ सँगै गइदिउँ न होइन रमाइलो हुन्छ मस्त कुद्छ यार यो बाइक जे जस्तो भने नि के हो आमा होन्डा साइन ओ त्यो हो नि त तरिका होन्डा साइन कडा कुदाइरहेको त होन्डा साइन भने नाइस सही हो बाइक डजन्ट म्याटर राइडर म्याटर हो क्या सही हो तर होन्डा साइन कस्तो डर लाग्छ यार मलाई त कन्ट्रोल हुँदैन नमजा लडेछ यार 2-3 चोटि होन्डा साइन 2-3 चोटि होइन 4-5-6 चोटि नै लडेछ यार कन्ट्रोल नभएर पछाडिको टायर सानो छ नि त होइन अनि अलिकति बट्टाऱ्यो भने बट्टारिँदै जान्छ होइन जान चाहिँ अनि कन्ट्रोल त हुँदैन क्या त्यो अब लाइट एकदम लाइट भएर पनि होला अब टायर पनि सानो छ होइन अनि त त्यस्तै हो हेभी बाइक भयो भने त अलिक कन्ट्रोलमा आउँथ्यो होला नि त अनि ब्रेक पनि राम्रो हुन्छ नि त हेभी बाइकहरूको त होन्डा साइनको त त्यस्तै हो तोर्पे तर कुदाउनुले फेरि खत्रै कुदाइरहेको हुन्छ पहिला त कुदाउँदै अब 5-6 चोटि लडेपछि अनि चेत्तिकै अब हुँदैन त्यसरी कुदाउन भन्ने क्या नभए त कुदाइन्थ्यो हो कुदाउन चाहिँ नकुदाउने चाहिँ होइन है मैले नि होन्डा साइन पनि छ कुदाउँछु त्यो पनि त्यस्तो साह्रो कुदाउँदिनँ अहिले त चेत्तियो अब त यसलाई यसरी कुदाएर हुँदैन यसरी कुदायो भने सिधै माथि नै पुगिन्छ चाँडै जस्तो लाग्यो अनि म लड्दाखेरि अब 2 चोटि जति त बाइकै छोडिदिएको छु नि त बाइक नछोड्दा म साँच्चै अब के हो ढाडको हड्डी भाँचिन्थ्यो होला के कहाँको के हुन्थ्यो होला त्यस्तो नमजाले एक्सिडेन्ट भएको मेरो 2-4 चोटि चाहिँ यस्तो नमजाले एक्सिडेन्ट भएको के हो ला 40 को स्पिड रहेछ 60-70 पुगिरहेको रहेछ के गर्नु
चेकिङ चाहिँ नपरोस् त यो होइन रहेछ झन्डै थियो कि यहीँको चेकिङ हुन्छ क्या फेरि कता म फेरि राकेशको घर उतै पुगिसक्यो क्या म त बिर्सिन्छ पो हौ गएपछि गएको गए पो हुन्छ त यता हो यता हो झन्डै गएको यार साँच्चै राकेश कुरिरहेको होला यताबाट राकेशको घर छिर्ने बाटो है यो बाइकमा कन्ट्रोल चाहिँ यस्तो छ नि अब टायर मेरो खुद्लिसक्यो तक्लु भइसक्यो होइन त्यही पनि कन्ट्रोल हुन्छ क्या के भन्ने अरूको आँखा नलागोस् होइन भन्छ नि धेरै राम्रो भयो नि आँखा लाग्छ आँखा चाहिँ नलागोस् त्यही हो होन्डा साइन जस्तो त्यो आउट अफ कन्ट्रोल हुने चाहिँ छैन क्या यो बाइक कुद्नलाई बनायो कन्ट्रोल भइहाल्छ नि होइन त्यस्तै लाग्छ है मलाई चाहिँ ल राकेशको घर त्यो चन्द्रगिरी नगरपालिका आइपुग्यो है अब राकेशको घर 1 मिनट होला सायद ल राकेशको घर आइपुग्नु लाग्यो गाइस बाटोमा खाल्टोहरू नभए त मजा आउँछ यार रोडहरूमा राम्रो अलिकति राम्रो बाटो हुँदैन अनि बिचमा कहाँबाट खाल्टो डङ हुन्छ क्या अनि रिस उठ्छ त्यसपछि यो सरकार भर्खर भन्न मन लाग्छ हौ रोडहरू बनाउँछ होइन अब बनाइसी त अलि हुन्छ नि सस्टेनेबल डेभलपमेन्ट भन्ने कुरै छैन हो भने झारा टार्ने काम टाइपको क्या बनायो भन्ने टाइपको 1 महिना 1.5 महिनाभित्र 2 महिना बढी टिक्यो 3 महिना 4 महिनाभन्दा बढी टिक्दैन हो रोडहरू नेपालको अनि अब क्वालिटी चेक भन्ने कुरै हुँदैन अब जस्तै अब हिजो न्युज आयो नि गुवारको त्यत्रो अब 80% कि 82% बनाइसक्यो त्यो रोड त्यो फ्लाइओभर अनि लास्टमा आएर अहिले क्वालिटी चेक चर्किन थाल्यो भनेर ल अनि अब फेरि बनाउनु पर्ने अरे के बुद्धि हो क्वालिटी चेक अब अलिकति हुनाबित्दै गर्नुपर्छ नि छैन नेपालीहरूको बानी अनि रिस उठ्छ क्या मलाई ल राकेशको घर अगाडिको माठ ल राकेशलाई बोलौँ है राकेशलाई बोलाउँछु है फोन गरेर राकेश पैसा होला एकछिन निभाइदिउँ